एउटा उखान छ नि, बाँच्नु मात्रै पर्छ, थुप्रै रमाइला चिज अचम्मका चिज देख्न पाइन्छ भनेर। अनि मेडिकल दुनियाँमा त यदि हामीले आफ्नो सेन्सेस ओपन राख्ने हो भने हरेक दिन मिराकल देख्न पाइन्छ। आउनुहोस् यस्तै मिराकलमध्ये एउटा केस म हजुरहरूलाई देखाउन जाँदैछु। हुन त हजुरहरूले युट्युबमा देख्नुभयो होला हाम्रो सक्सेस स्टोरिजमा नसा च्यापिएको बिरामी प्यारालाइस भएर आएको, आज आएको भोलि नै ठिक भएको देखिया छ, 2 दिनमा प्यारालाइसिस ठिक भएको देखिया छ, थुप्रै रमाइला 3 दिनमा स्ट्रेचरमा आएको बिरामी ठिक भएको देखिया छ। रमाइला थुप्रै सक्सेस स्टोरिजहरू हजुरहरूले मेरो युट्युब च्यानलमा देख्न सक्नुहुन्छ। तर जिन्दगीमा पहिलो पटक फेल्ड ब्याक सर्जरी सिन्ड्रोम भन्नाले एकपटक अपरेसन गरेर फेरि दोहोरिएको अथवा फेल भएर म कहाँ आएको बिरामीमध्ये एकै दिनमा ठिक भएको यो पहिलो केस हो है त। आउनुहोस् यो केसहरू हेरौँ। हेर्नुहोस् त, पहिलो दिन त उहाँ त उठ्नै नसक्ने हुनुहुन्थ्यो। कोल्टे परेको अवस्थाबाट उहाँलाई उठ्न पनि एकदमै गाह्रो थियो। बल्ल दुईटै हातको सहायताले उहाँ उठ्नु त भयो, तर त्यहाँबाट टेक्नी उहाँको आँटै आएन। अनि उहाँले सहयोग माग्नुभयो। सहयोग बिना उहाँ त हिँड्नै नसक्ने हुनुहुन्थ्यो। हेर्नुहोस् त कस्तो गाह्रो भइरहेछ। एकजनाको सहायताले उहाँ उठ्न त सक्नुभयो, तर अब उठेर पनि उहाँको खुट्टाहरूमा कमजोरी देखियो। उहाँको डोर्सिफ्लेक्सर्स खुट्टाको अगाडिको मांसपेशी र तलको पछाडिको मांसपेशीमा पनि कमजोरी देखिया थियो, जसले गर्दाखेरि उहाँ राम्रै हिँड्न सक्नुहुन्थेन। उपचारले त्यो त ठिक भयो, फेरि बल्झेको हुन लाग्यो। अनि फेरि उहाँलाई यो वर्ष फेरि उहाँको एमआरआई गरियो। एमआरआई गर्दाखेरि तपाईले देख्न सक्नुहुन्छ L45 जहाँ अपरेसन गरिएको थियो त्यहाँ त फेरि पुरै नसा च्यापिएछ। अनि उहाँ पुरै थला परेको अवस्थामा हामी कहाँ आउनुभयो। अपरेसनपछि फेरि समस्या दोहोरिएको, त्यसमाथि अर्काको सहाराले खुट्टाको मांसपेशी कमजोर भएर आउनुभएको, त्यो भनेको साधारण खाले प्यारालाइसिस भयो। बिरामीलाई भर्ना गरेर उपचार त हामीले त्यही दिन सुरु गऱ्यौँ। भोलि बिहान राउन्डमा जाँदा त उहाँको स्थिति अचम्मको थियो। म त साँच्चै होला गड गिफ्ट हो कि डक्टरको आफै हिँडेर सक्ने भयो। हेर्नु त हिजो त्यस्तो आज यस्तै। अनि अलि रोगी छैन जस्तै छ। केही काहीँ दुख्दैन, यहाँ ढाडु हल्का हो कि जस्तो फिल भएको छ। थ्याङ्क यू डक्टर, थ्याङ्क यू। मलाई आउँदाखेरि देउरानीले बोकेर ल्याएको। म यहाँ उठ्ने बस्ने केही गर्न सक्ने थिइनँ, मलाई देउरानीले बोकेर ल्याएको। त्यस पछाडि मैले त्यो फर्स्ट दिनै मलाई ट्रिटमेन्टले, दोस्रो दिन म आफ्नो खुट्टाले आफै उभिएर हिँड्दाखेरि म एउटा बच्चा जस्तो भएर म यति खुसी भएको। मेरो त्यहाँ कोठाको रुमको बिरामी सबै खुसी हुनुभएको थियो मैले खुट्टा टेकेर हिँड्दाखेरि। म यति ह्याप्पी भएको हो। हजुरहरूले सोच्नु होला, अरे वाह रोग त चट्टै ठिक भयो, तर कथा अझै बाँकी छ। हाम्रो पर्मिसन बिना उहाँ अनि हिँडुल गर्न, भर्याङमा चढ्न, यता गर्न उता गर्न उफ्रिन थाल्नु भएछ। घरि यता गर्ने घरि उता गर्ने, अनि फलस्वरूप भोलिपल्ट फेरि थला पर्नुभयो। यो हो, यदि केयर भएन भने कुनै पनि बेला रोग बिग्रिन सक्छ। मेनली मेरुदण्डमा नसा च्यापिएको। अनि हाम्रो प्लान के थियो, अर्को 2-3 दिनमा उहाँ ठिक हुनुहुन्छ अनि उहाँलाई डिस्चार्ज गर्ने भनेको थियो। उहाँ यता र उता गरे, जथाभावी गरे भएर फेरि बल्झ्यो। अनि हामीले फेरि उहाँलाई 3-4 दिनमा डिस्चार्ज गर्ने प्लान राखेका बिरामीलाई फेरि अर्को 10 दिन थप्न पर्यो। हेर्नुहोस्, म दोस्रो दिनै हिँडेर म धेरै खुसी भएँ। अब त्यो खुसीले गर्दाखेरि म माथिबाट तल आएँ। तल आएर यता ट्रिटमेन्ट गर्न थालेँ। म पर हिँडेर क्यान्टिन खाना गएँ। त्यो डक्टरको अनुमति बिना म हिँडेकोले गर्दा मलाई फेरि दुखाइ बल्झ्यो। दुखाइ बल्झेको कारणले गर्दाखेरि म यत्रो दिन बस्नु परेको, नभए सायद म हप्ता 10 दिनमै झापा पुगिसक्थेँ होला। त्यसको लागि चाहिँ सरी, डक्टरले नभनेको कारणले म हिँडेर दुःख पाएँ। तर 10 दिनपछि यसपालि चाहिँ उहाँ पुरै ठिक हुनुभयो। जताततै जे पाए त्यही गर्न सक्ने त हुनुभयो, तर उहाँले ख्याल राख्न पर्ने चाहिँ हुन्छ। हेरौँ है त कस्तो भयो फेरि 10 दिनपछि। अनि हामीले उहाँको फङ्सनल एबिलिटीहरू अर्थात् काम गर्न सक्ने क्षमताहरू पनि चेक गऱ्यौँ। अनि उफारेर पनि हेऱ्यौँ, मजाले उफ्रिन सक्नुहुन्छ। अब उफ्रिन सक्ने भएपछि हस्पिटल बस्न किन पर्यो र भनेर हामीले चाहिँ उहाँहरूलाई डिस्चार्ज गर्ने प्लान गऱ्यौँ है त।
उहाँलाई डिस्चार्ज गरे पनि मलाई चाहिँ उहाँको यो रोग फेरि फर्केर आउँछ कि भन्ने ठुलो डर छ। उहाँलाई रिल्याप्स फेरि हुनसक्छ। किन थाहा छ तपाईँहरूलाई? किनकि उहाँको स्वभाव हेर्नुहोस्, एकदम चञ्चले स्वभाव छ। उहाँले कसैसँग पर्मिसन माग्नुहुन्न, यो गर्न हुन्छ हुँदैन। उहाँ आवेगमा आउनुहुन्छ, सट्ट गरिहाल्नुहुन्छ, त्यति मात्र हो। र उहाँ आज हो कि आजै हो क्या अरे, उहाँ गएर बजार गएर हिँडेर बजार गएर चक्लेट ल्याएर स्टाफ र सबै बिरामीहरूलाई चक्लेटसम्म खुवाउनु भ्याउनु भएको छ। अब यस्तो तरिकाले भर्खरको आलो घाउ छ, आफूले मेन्टेन गर्न नखोज्ने हो भने त यो बल्झिएको बल्झै गर्छ। तपाईँको घरमा भर्खर छोरा जन्मिया छ भने त्यत्तिकै फ्याल्ने हो र तपाईँले भर्खर बिरुवा रोप्नु भएको छ भने त्यत्तिकै त्यसलाई हेरचाह नगर्ने हो र त्यस्तै जसरी भर्खर ढलान गरेको घरको हेरचाह चाहिन्छ, भर्खर जन्मेको बच्चाको हेरचाह चाहिन्छ, भर्खर रोपेको बिरुवाको हेरचाह चाहिन्छ, त्यस्तै गरी तपाईँले नसा च्यापेको ठिक भएपछि पूर्णतया पोस्चरल केयरमा ध्यान दिनुपर्छ। मैले भने जस्तै गर्नुपर्छ। त्यो भयो भने यो बल्झेर आउँदैन। उहाँमा यो हुनसक्छ भन्ने मलाई डाउट छ। जसरी भर्खर गरेको ढलानलाई तपाईँले सेट हुन दिनुपर्छ, त्यसै गरी मैले तपाईँलाई ठिक भएर हस्पिटलबाट डिस्चार्ज गरे पनि तपाईँले त्यो तपाईँको मेरुदण्डको भागलाई सेट हुन दिनुपर्छ। मैले भने बमोजिमको पोस्चरल केयर, मैले भने बमोजिमको उपचार, मैले भने बमोजिमको रेस्ट, मैले भने बमोजिमको औषध उपचार, मैले भने बमोजिमको व्यायामलाई एकदम स्ट्रिक्टली फलो गर्नुभयो 3 महिना जति भने तपाईँ पूर्णतया ठिक हुनुहुन्छ। त्यसपछि जिम्नास्टिक गर्न सक्ने पनि हुनुहुन्छ। थुप्रै बिरामीहरू अहिले खन्नुहुन्छ, थोत्रो बाटोमा बाइक चलाउनुहुन्छ, कृषि गर्नुहुन्छ, सबै गर्न मिल्ने हुनु भइसकेको छ। किन भन्दाखेरि उहाँले आफ्नो ढलानलाई सेट हुन दिनुभयो। तपाईँले ढलानलाई सेट हुन दिने कि नदिने तपाईँकै हातमा छ। उहाँकोमा के हुन्छ म हजुरलाई अपडेट गराउँछु है।